सरकारको सरकारको गाडी 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 पेलाउनु प्राणभन्दा प्यारो छ प्राणभन्दा प्यारो छ जाऊ न जाऊ न दाइ जाऊ न हिँड्नु ए जाऊ हिँड्नु न केही हुँदैन ल ल ल नेपाली जनता के भन्छ नेपाली जनता के भन्छ राजा आओ राजा आओ राजतन्त्र राजतन्त्र नारायण हेटी खाली घर प्राणभन्दा प्यारो छ प्राणभन्दा प्यारो छ सक्दो सेना र साथीहरू हामी चाहिँ 5 महाराधिराज सरकारको हामी चाहिँ अगाडि निर्मल निवासतर्फ जाँदैछौँ जाउँ न गाडी सम्पूर्ण राष्ट्रवादी साथीहरूमा नमस्कार छ यति बेला हामी त्रिभुवन विमानस्थलबाट हुँदै शीतल निवाससम्मको बाटो तय गरेका छौँ शिल्पा सरकारको सवारी यति बेला गौशाला आइपुग्दैछ पशुपतिनाथको यस प्राङ्गणबाट थालनी भएको यो आन्दोलन पुनर्स्थापनाका लागि र देशको स्थायित्वका लागि राष्ट्रियताका लागि सम्पूर्ण राष्ट्रवादी साथीहरूमा नमस्कार छ यति बेला हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणजीसम्मको यात्रा तय गरेका छौँ सम्पूर्ण राष्ट्रवादी साथीहरू हाम्रो गौरवको झण्डा राष्ट्रिय झण्डाको उनी बसेर राज संस्थाको वकालत गर्दै राजतन्त्रको वकालत गर्दै शिल्पा महाराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको भव्य स्वागतमा उपस्थित भइसकेका छन् देश विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूले यसलाई शेयर गरेर सबै नागरिक समक्ष पुर्याइदिन म अनुरोध गर्दछु साथसाथै यो आन्दोलनले आजको यो स्वागतार्थ प्रदर्शनले देशको एउटा समग्र रूपमा देश विकासको मुख्य बाटोमा डोर्याउनेछ भन्ने पूर्ण विश्वास हामीले गरेका छौँ र त्यसै सिलसिलामा आज राष्ट्रवादी साथीहरू यहाँ उपस्थित भएका छन् र शिल्पा महाराज र ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको यो भव्य यो म आफ्नो फेसबुकलाइबाट के भन्दैछु भन्दाखेरि नालायक सरकारलाई त्यो सरकारको स्वागतको लागि मात्र आएको भिड हो सरकारले नारायण हिटी जाम भन्दाखेरि कस्तो भिड आउला थियो याद गरोस् त्यो नालायक सरकारले चाहिँ भन्न चाहन्छु साथीहरू सक्दो सेना र साथीहरू होला नालायक सरकारले नालायक सरकारसम्म चाहिँ पुगोस् यो केपी चौकसम्म चाहिँ पुगोस् पक्षमा राजतन्त्रको पक्षमा हामी आज यहाँ विभिन्न ठाउँबाट देशका विभिन्न ठाउँबाट उपस्थित साथीहरू यहाँ उपस्थित भइसकेका छन् र राजतन्त्र जिन्दाबाद लगायतका नाराहरू यहाँ भन्दिरहेका छन् यहाँ विभिन्न सङ्घ संस्थादेखि लिएर राज संस्था पक्षधर राजतन्त्र पक्षधर साथीहरू सम्पूर्ण राष्ट्रवादी साथीहरू उपस्थित भइसकेका छन् देवेन दाई के भन्नुहुन्छ भन्नुहोस् त आइसक्यो अब सिंहदरबारमा कसरी व्यवस्था गर्ने नारायणगञ्जमा कसरी व्यवस्था गर्ने र यो भ्रष्टहरूलाई कसरी नखेट्ने भन्ने विषयमा मात्र ती सिंहदरबारमा भएका स्यालहरूलाई के भन्न चाहनुहुन्छ अनि हाम्रो राष्ट्रवादी योद्धा उमेश दाइ हुनुहुन्छ उमेश दाइ के भन्न चाहनुहुन्छ
राजा त भव्य स्वागत गर्नुभयो। अब यो गणतन्त्रको खेलमा खेल सिद्धिएको छ। अब राजतन्त्र हिन्दू राज्य सहित पुनर्स्थापना हुन्छ र अब हाम्रो देशमा समृद्धि उन्नतितिर लम्किन्छ भन्ने सम्पूर्ण नेपाली जनताहरूले प्रत्यक्ष यो अहिले देखाइसकेका छन्। अनि सिंहदरबारमा भएका ती भ्रष्टहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? अब भ्रष्टहरूलाई अब तपाईँहरूको त्यो गणतन्त्र खेलमा खेल छुट्टै छुटियो। अब हेर्नुहोस्, राज संस्था राजासँग साझेदारी गर्नु सहमति गर्नु होइन भने जेलमा पनि ठाउँ हुँदैन। यो देश त्यहाँ पनि ठाउँ हुँदैन। अब कार्यघाटको बाटो काटेको छ, तयार रहनुहोस्। सम्पूर्ण राष्ट्रवादी साथीहरूले त्यही कुरा भनिराख्नु भएको छ। भ्रष्टतन्त्रको कारणले आज देश डुबिसकेको छ। त्यो डुबिसकेको देशलाई, त्यो राष्ट्रलाई सिर्फ सरकारले मात्रै माथिल्लो तहमा उठाउन सक्नुहुन्छ, विकासको बाटोमा डोर्याउन सक्नुहुन्छ भन्ने मुख्य उद्देश्यले राष्ट्रवादी साथीहरू यहाँ उपस्थित भएका छन्। अहिले हामी लाखौंको संख्यामा छौँ। पशुपतिनाथको यो प्राङ्गणबाट हामी यही उद्घोष गर्न गइरहेका छौँ। राजतन्त्रलाई यो राष्ट्रमा स्थापित गरेर भावी देशको भविष्य निर्माण गर्ने आम सहयोगदारीको स्वर्णका साथ अगाडि बढिरहेको यो र्याली, यो स्वर्णदार्थ सम्मान स्वरूप शक्ति पर्दछन्। केपी ओली सरकारले पनि देखिराख्नु भएको छ। तपाईँ सम्पूर्णले अब हामी सबैको भलो हुने बाटोमा आउनका लागि नवीन समझदारीका साथ राज संस्थाको संविधान तह राजालाई पनि स्थापित गर्दै देशलाई उन्नति र प्रगतिको बाटोमा डोर्याउने मुख्य उद्देश्य लिएर तपाईँ सबैले सहकार्य गर्नका लागि अपिल गर्दछौँ। र साथसाथै यदि तपाईँहरूले अपिल गर्दा गर्दै पनि तपाईँहरूले यसलाई मनगणन्त ढङ्गबाट बुझ्नुभयो र राज संस्थाको यो माहौललाई खेलघाँटी छाच्नुभयो भने तपाईँहरूले यो देशमा बस्न सक्ने अवस्था रहन्न। त्यसकारण आजको यो बृहत र्याली र यो स्वागतार्थ प्रदर्शनलाई सामान्य तवरले नसोचेकै राम्रो हुन्छ। गृहमन्त्रीले बिहानै सूचना निकालेका थिए, जम्मा 8-10 हजारको संख्यामा मान्छे उत्रिनेछन्, जनता उत्रिनेछन् भन्ने कुरा गर्नुभएको थियो। तपाईँले हेर्न सक्नुहुन्छ, स्वागतार्थ मात्रै आम यो आन्दोलन होइन, यो स्वागतार्थ भेला हो। यो भेला लाखौं मान्छेहरूको यो उपस्थिति यहाँ भइसकेको छ। आम नागरिकको भाषा एउटै छ, तेह्र 1300 जनाले हेर्दै हुनुहुन्छ, कृपया सक्दो सेयर गरेर साथ दिनु होला। 1300 होइन 13,000 13 लाख पुग्नु पर्यो साथीहरू, सक्दो सेयर गरेर साथ दिनु पर्यो। यो त सरकारको स्वागतको लागि आएको भिडियो। सरकारले आदेश दिए भने के होला यो देशको अवस्था? केपी ओली चोर, प्रचण्ड चोर, शेरे चोर त कहाँ भाग्नु पर्ने होला? यो तपाईँ हामीले बुझ्नु जरुरी छ साथीहरू। जनता जाग्नु पर्यो, एकदमै जाग्नु पर्यो। हामी चाहिँ 100को संख्या हुँदै 1000 हुँदै लाख पुगेका छौँ। अझै पनि यो त सरकारले भास्करजी तिम्रा बाउ केपी ओलीलाई 70 रुपियाँको टिकट हामीले तयार पारिदिएका छौँ एयरपोर्टमा। तपाईँ तयार हुनुहोस्, तपाईँको बालाई लिएर एयरपोर्ट आउनुहोस् र तपाईँको बालाई हामी यो देश निकाला गर्ने तयारी भइसकेको छ। आम राष्ट्रवादी योद्धाहरू यहाँ राजाको पक्षमा, राज संस्थाको पक्षमा र देशको पक्षमा, राष्ट्र राज्यको पक्षमा उभिसकेका छन्। सक्दो सेयर गरेर साथ दिनु होला साथीहरू। 1500ले हेर्दै हुनुहुन्छ, एकदमै सक्दो सेयर गरेर सम्पूर्ण देश विदेशमा रहनुभएका साथीहरूले चाहिँ सक्दो सेयर गरेर साथ दिनु होला साथीहरू। सक्दो सेयर गरेर साथ दिनु होला साथीहरू।
सबैले राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै कमेन्ट गर्नु होला साथीहरु। सक्दो शेयर गरेर साथ दिनु होला। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, केपी ओली मुर्दाबाद भनेर चाहिँ कमेन्ट गरिदिनु न। सम्पूर्ण राष्ट्र भक्ति देश प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई म आग्रह गर्दछु साथीहरु हो। यो हजारौं 10,000 भन्थे नालायक गृह मन्त्रीले हेर्न सक्नुहुन्छ अहिले कति छ यहाँ मास। 10,000 होइन यहाँ। अब यो भिड 10 लाख पुग्ने समय आउँदैछ केही दिनपछि। यो त आज सरकारको स्वागतको लागि मात्र आएको जनता हो। यदि सरकारले नारायण हिडी नै छिर्नुपर्छ भनेर आदेश आयो भने के होला यो देशको अवस्था। यो केपी ओली शेरबहादुर देउवा प्रचण्डले सक्दो शेयर गरेर साथ दिनु होला साथीहरु। यहाँ चाहिँ यो भिडभाड हामी नसक्नु छ आज एयरपोर्टमा चाहिँ। अब हजुरको उहाँदेखि भिड देखिन्छ क्या यो अगाडि यहाँबाट पशुपति पुलको भिड चाहिँ बबाल देखिन्छ। उताबाट आउँदै गौशालाबाट खतरा भिड आउनु लाग्छ नि त्यताबाट। हामी नसक्नु अस्त व्यस्त छ आज काठमाडौँ साथीहरू हेर्न सक्नुहुन्छ। सक्दो शेयर गरेर साथ दिनु होला साथीहरू। त्यो चोरहरूले त सर्भर डाउन गरिदिएका थिए एयरपोर्टमा केही समय अघि। अहिले चाहिँ चलेको छ। खसेला है राजा खसेला। सक्दो शेयर गरेर साथ दिनु होला। गणतन्त्र मुर्दाबाद भन्दै कमेन्ट गर्नु होला साथीहरू। राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर सम्पूर्ण साथीहरूले चाहिँ कमेन्ट गर्नुहोस्, शेयर गर्नुहोस् साथीहरू। अलि दादा पेल्यु गर्नु राज संस्था जिंदाबाद। राजा आओ देश बचाओ, राजा आओ देश बचाओ। जिंदाबाद जिंदाबाद।
जिंदाबाद 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 मुर्दाबाद 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 कहाँ छन् प्राण भन्दा प्यारो छ प्राण भन्दा प्यारो छ प्राण भन्दा प्यारो छ हाम्रो राजा आउँदैछ हाम्रो राजा आउँदैछ हाम्रो राजा आउँदैछ जिंदाबाद 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 मुर्दाबाद 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 जेपी देशोर 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 जिंदाबाद 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 मुर्दाबाद 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 भ्रष्ट दलाल होशियार 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 भ्रष्ट दलाल होशियार होशियार राजतन्त्र राजतन्त्र जिंदाबाद राजतन्त्र राजा आओ राजा आओ नारायण हिटी खाली घर नारायण हिटी खाली घर राजा आओ राजा आओ अगाडि जाऊ न गुरु किन रोकिरहनु अगाडि हिँड्नु न खुट्टा त्यहाँ लागेको छ टाउ ड्राइभरको टाउको बच्चा गाडी चला भन्नु राजतन्त्र जिन्दाबाद राजतन्त्र राजतन्त्र राजा आओ राजा आओ राजा आओ नारायण हिटी खाली घर नारायण हिटी खाली घर नारायण हिटी खाली घर राजा आओ राजतन्त्र गीत बजिरहेछ हुँदै साबेल हुँदै महाराजको हुँदै आज नै यो जनताले नेपाली जनताले पायो भने अहिले नै राजा निर्माण छैन अहिले नारायण हिटीमा गएर हामी